हेलो गाइज नमस्ते वेलकम टु माई च्यानल र आज चाहिँ मेरो चाहिँ ट्रेनिङ सेड्युल छ 3 किलोमिटर र म चाहिँ आज चाहिँ बेनीबाट गलेश्वरसम्म जाँदैछु र म तपाईँहरूलाई चाहिँ हिजो चाहिँ मैले तपाईँहरूलाई बेनी देखाएको थिएँ भने आज चाहिँ म तपाईँहरूलाई गलेश्वर देखाउने छु त्यहाँको सुन्दरता म तपाईँहरूलाई आज देखाउने छु र अब चाहिँ हामी चाहिँ स्ट्रेचिङ गर्नेछौँ र त्यस पछाडि चाहिँ म चाहिँ आज मेरो डेस्टिनेसनतर्फ लाग्नेछु र म तपाईँहरूलाई देखाउने छु है त। मैले चाहिँ स्ट्रेचिङ गरेर सिधै अब चाहिँ म चाहिँ मेरो डेस्टिनेसनतर्फ जानेछु र मेरो बाटो भन्नुपर्दा चाहिँ हामी चाहिँ त्यो बाटो जानु पर्दछ। अब म तपाईँहरूलाई त्यही बाटो लगेर चाहिँ म चाहिँ आज तपाईँहरूलाई चाहिँ गलेश्वरको सुन्दरता देखाउँछु है त। म चाहिँ अब मेरो डेस्टिनेसनतर्फ लागेँ अब म तपाईँहरूलाई बाटो लगेर हुँदै म तपाईँहरूलाई चाहिँ आज गलेश्वर पुऱ्याउँछु है त। मकैबारी हुँदै हाम्रो चाहिँ देख्न सक्नुहुन्छ मकैबारी हुँदै म चाहिँ मेरो म चाहिँ यो बाटो जानु पर्दछ है त गाइज। हिजोको जस्तो आज पनि पानी पर्ला जस्तो छ र चाहिँ यो चाहिँ हाम्रो चाहिँ मुक्तिनाथ जाने हाइवे हो। तपाईँहरू चाहिँ यहाँ हुँदै चाहिँ मुक्तिनाथ जान सक्नुहुन्छ र मैले चाहिँ मजाले रमाउँदै दौडिरहेको छु। तपाईँहरूले हेर्न सक्नुहुन्छ मैले तपाईँहरूलाई हिजो माथिबाट देखाएको थिएँ काली गण्डकी खोला तपाईँहरूले हेर्न सक्नुहुन्छ र यो चाहिँ हाम्रो जोमसुमको बाटो हो। जोमसुम मुक्तिनाथ चाहिँ को हाइवे चाहिँ हो र तपाईँहरूले देख्न सक्नुहुन्छ गलेश्वर 3 किलोमिटर थियो भने म चाहिँ 1 किलोमिटर दौडिसकेँ र तपाईँहरूले चाहिँ पारीको चाहिँ गाउँ हेर्न सक्नुहुन्छ एकदम राम्रो छ हेर्न सक्नुहुन्छ हेर्नुहोस् एकदम सुन्दर छ र एकदम सजिलो भन्दा पनि अप्ठ्यारो हुन्छ। तपाईँहरूले पनि मेहनत गर्नु होला सङ्घर्ष गर्नु होला दुःख नगरिकन सुख आउँदैन। मैले पनि दुःख गर्दैछु है गाइस। हाइवेमा चाहिँ अलिक ध्यान दिएर दौडिने होला तपाईँहरू किनकि यहाँ चाहिँ गाडीहरू एकदम फास्ट हिँड्छ जसले गर्दा चाहिँ एक्सिडेन्ट हुने ठुलो सम्भावना हुन्छ। म चाहिँ गलेश्वर आइपुग्न लाएँ धेरै गाह्रो छ र हिजोको भन्दा चाहिँ अलि आनन्द भयो किनभने हिजो उकालो भएर त्यसोमा हानिन्छ अनि तपाईँहरूले फेरि यो ब्याग किन बोक्यो होला भन्नु होला। हेर्नु चाहिँ खानेकुराहरू छ र पानीहरू छ। म चाहिँ तपाईँहरूलाई चाहिँ अब चाहिँ गलेश्वरको बजार देखाउने छु हेर्न सक्नुहुन्छ। म गलेश्वर आइसकेँ। अब चाहिँ गलेश्वरको स्टार्टिङ चाहिँ यसरी हुन्छ। तपाईँहरू यहाँबाट आउन सक्नुहुन्छ र यहाँबाटै चाहिँ तपाईँ जान सक्नुहुन्छ। तपाईँ चाहिँ यहाँ चाहिँ स्टे गर्न सक्नुहुन्छ। र अब चाहिँ म चाहिँ माथि गएर चाहिँ तपाईँहरूलाई चाहिँ गलेश्वरको भ्यू देखाउने छु र गलेश्वर चाहिँ किन यति प्रसिद्ध छ भने तपाईँहरूलाई देखाउने छु है त। तपाईँहरूलाई चाहिँ गलेश्वरको केही भ्यूहरू देखाउने छु है त। आर यु गाइज रेडी 3 2 1 गो। तपाईँहरूले भ्यू हेरिसक्नुभयो होला। अब चाहिँ मैले चाहिँ स्ट्रेचिङ गर्नेछु र त्यस पछाडि चाहिँ म चाहिँ फर्किनेछु है त।
मैले चाहिँ मेरो स्ट्रेचिङहरू सिद्धाएँ। अब चाहिँ मेरो पानी र खानेकुराहरू खानेछु र त्यस पछाडि म घर जानेछु है त गाइस। मैले चाहिँ खाजाहरू खाएँ र पानी पनि खाएँ र घर फर्किँदैछु। तपाईँलाई भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला। एन्ड सी यू इन नेक्स्ट भिडियो है त।